राम राम यत्रो अगाडिदेखि अझै बाँकी खाजा स्टार्ट अब थुक्पा हेलो गाइस, फेरि पनि तपाईँहरू मेरो भ्लगमा स्वागत छ। आज चाहिँ धेरै दिनपछि म भ्लग अपलोड गर्दैछु। आज चाहिँ म भाउजू र बहिनी हुनुहुन्छ। हामी चाहिँ अहिले यहाँ धरानको शनि मन्दिर दर्शन गर्न आएको है त। लाइन यत्रो धेरै छ, कहिले होला यार लाइनले त पालो धराले भानु चौकै चुनाले छ। त्यही त नि, लाइन कत्रो रहेछ, ढिला ढिला नि आयो होइन। बिस्तारै पालो होला नि अब लाइनमा। यहाँ गर्मी पनि छ लास्ट चाहिँ फुपूको ब्लग। अनि आज चाहिँ हामी शनि मन्दिर आएको छौँ पूजा गर्न। धेरै पछि हेर्नु लगाउँथ्यो है अन्त ऊ भाइले सिकाउँदैन हामीलाई। यहाँ यत्रो भिड छ, आज चाहिँ हामी मन्दिर आएको होइन। तर यहाँ यत्रो भिड छ, हामी चाहिँ कतिखेर ट्रन आउँछ थाल्ने छैन होइन। लाइनमा चाहिँ मेरो मम्मी उभिराख्नु भएको छ। त्यही त दिदी चाहिँ यता यता चाहिँ भाउजू हुनुहुन्छ होइन। हामी सँगै स्कुटीमा आएको होइन त, अनि अप्ठ्यारो अप्ठ्यारो भयो। त्यही भ्लग चाहिँ नबनाएको बिचमा त्यो त एकैचोटि यहाँ आएर है भ्लगको याद आयो कि। त्यही त नि, अब चाहिँ भ्लग सुरु हुन्छ है त धेरै दिन। राम राम यत्रो अगाडिदेखि अझै बाँकी छ है लाइन त। हामी लाइनमा बसेको कति घन्टा भयो अब? खै हामी कति बजी आएको? 6 बजे होइन, 6:30 बजे आइपुगेको होला नि। अनि आमा अहिले कति बजे भयो? 1 ठ्याक्क 2 घन्टा भयो भन्न हुन्छ है, भन्न हुन्छ। त्यही पनि हामी लाग्छ होला अब। त्यही पनि हामी मन्दिरको आधी पनि आइपुग्यो। त्यही हो नि, यो अझै कति मम्मीहरू पालो आउने अब अलिअलि देखिनु थाल्यो है। बहिनी चाहिँ यहाँ टिकटक लाइभमा बिजी छिन् अहिले होइन। बल्ल 4 घन्टा लाइनपछि नजिक आइपुग्न लाग्यो अब। राम राम यत्रो लाइन मान्छे 2-3 बज्दै लाइन बस्दो रहेछ। हामी त झन्कै ढिला आएको बल्ल है आइपुग्न लाग्यो। अब अझै 1 घन्टा लाग्छ होला त्यहाँ पुग्नलाई त। कति राम्रो माहौल एकदम भिडभाड छ अहिले। राम राम कति धेरै मान्छे रहेछ आज शनिबार त। यस्तो भिड यार, म त फर्स्ट टाइम हो, थाहै थिएन अरे मलाई त यस्तो भनेर। पूजाको सामान आयो है त। ल अब भाउजूले किनेर ल्याउनु भएको ल। दुखै बल्ल बल्ल कति धेरै टाइमपछि बल्ल पालो आयो। र पनि यत्रो भिड रहेछ। गाइजहरू बल्ल बल्ल आयो। भित्र राम्रोसँग पूजा गर्नु नि पाइँदैन होला, यस्तो भिड मान्छे। त्यही भने यत्रो मान्छेको बिच एकजनाले हिँडिरहेको छ यार, कस्तो बहुत आज भिड रहेछ। ढोकामा आइपुग्यो है फाइनली। अब हामी भित्र दर्शन गर्न बस्न लागेको। मान्छेको भिड कति धेरै। हामी मन्दिरभित्र छौँ होइन त, पूजा गर्नुको लागि। मान्छे त कति आज शनि मन्दिरभित्र पनि भयो।
प्ले गर्छ कि भयो हाम्रो पूजा सक्यो 5 घन्टा लाइन बसेर अब हामी 7:30 खाएर घर जाने होइन धेरै लाइन बस्यो अब हामी जाने बिस्तारै त आपुग्छ क्या हाम्रो चाहिँ सबै काम सक्यो अब हामी खाजा खान जाँदैछौँ आउने जान BMW कार छ खाजा खाने तयारीमा आउँछ खाजा खानु लागि कान्छी चाहियो कसो अनि यता मलाई हुन्छ थुक्पा खानु तयारी कहिले कति 12 बजे होइन अहिले बिहानदेखि उठेर केही खाएको छैन हामीले बिहानदेखि उठेर केही खाएको छैन अरे पानी पनि खाएको छैन भोकले साह्रो भइसक्यो अब खाजा खाजा इच्छा र थुक्पा मिठो रहेछ नि मम्मी पनि राधे राधे हाम्रो जिग्री मम्मी पनि हुनुहुन्छ उहाँ चाहिँ भिडियोमा अट्नै भएन कस्तो लाग्यो थुक्पा कस्तो छ कि मिठो उताको नमिठो मामा अब उता गएर चाउमिन नखाइ म त्यहाँनिरको चाउमिन नखाइकन भाग्नै सक्दिनँ यहाँ आएर कहाँ गयो त्यति धेरै मिठो हुँदो रहेछ मलाई चाहिँ त्यति धेरै मिठो लाग्छ अति गर्छ कहाँनिर कता गयो यहाँ माथि गयो अरे थुक्पा चाउमिन अन्त चाँगो रहेछ है अन्त चामल चानु रहेछ यहाँको चाहिँ मिठो रहेछ उताको खानुभएको भए एक गाँसमै यहाँ भन्नुहुन्छ खाजा साजा खाएर अब घर लाग्यौँ अब हाम्रो स्कुटरहरूमा त्यही भने लाइन पनि यहाँ कहाँ सुन्नु थियो नि त्यही त कति मान्छे 1000 धेरै थियो मान्छे थियो नि हो तेरिको स्कुटर तातेर हालत खराब भइसक्यो होला अहिले तलै ल्याउनु पर्ने थियो माथि राखेर आयौँ मान्छे यहाँ अघि बाटो थिएन यहाँ मान्छे त्यही भने यहाँ ठाउँ छैन होला जस्तो लाग्यो अब हामी घर जाने घर गएर अरू कामसाम गर्ने अनि बस्ने भिडियो अब साइड लिने होला त्यो क्यामेरा मोबाइल राख्ने पनि बोकेको छैन अब यतिकै भिडियोलाई ल अब हामी चाहिँ घर लाग्यौँ स्कुटरमा आइपुगिसक्यौँ अब यता भाउजू हुनुहुन्छ अब ल तयारी हामी घर जानु साथीहरू म त घर आइसकेँ है त भाउजू पछाडि आउँदै हुनुहुँदो रहेछ मैले पेट्रोल हालेको थिएँ सो अगाडि पछाडि भयो ल आजको भिडियो यहीँ टुङ्ग्यो है त ल तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेपछि कृपया प्रतिक्रिया दिनुहोला हस् त बाई बाई आजलाई